एकजना पेल्छ नि वाला लगाएर प्रतीकले सेकेन्ड हो क्या त्यो एक्लैलाई जान सक्छ बेस्ट पोजिसन डीआरएस को बेस्ट पोजिसन हामी देख्न सक्छौं प्रतीक एक्लै गएको एउटा किल भयो डीआरएस टपमा आउन सक्छ इनिशिएट गरेका छन् त्यो फाइट दादागिङको लागि दादा ग्याङ पनि एलजीआर पनि हिँड्छ त यार एउटै घरभित्र छ नि त एलजीआर को त वाइप आउट गरेर क्लियर भएर मात्र अगाडि जान सक्छ पोर्तुगलले के हानेको थियो ए गो पिएनको लागि भने म्याक्स आउट अफ कस्तो मिठो हान्दियो लेट्स गो टिजर क्वालिफाई गर्नुपर्छ यस साइकल सो मच फर 15 रुपैयाँ माइ ब्रदर देख्न सक्छौं उता साइड तर्फ एकजना प्लेयर भएको प्लेयरलाई रिभाइभ गर्नको लागि ओए 109 ड्यामेज दिएको त्यत्रो ड्यामेज हान्छ गाडीले त्यसलाई उता साइड तर्फबाट डीआरएस को बुया भयो गाइस डीआरएस को लागि ओपी लगाइदिनुस् लन्चर अनि सिधै प्लेयर्सलाई कान्छन् 1v3 निकाल्न त्यो हेडशट सर्कलले डीआरएस गेमिङ यस म्याच दामी हानेको नि यार बुया निकालेका डीआरएस सोप्रित च्याट रह्यो डीआरएस सोप्रित च्याट अब यहाँ क्वालिफाई भएको दुईटा गयो टोटल 6 जना क्वालिफाई ग्रान्ड फाइनलमा गइसक्यो हैन अब अर्को 6 जना पनि जान्छन् एकैचोटी 6 जना जान्छ अब अर्को हप्ता हैन 6 जना जान्छ मित्र अर्को हप्ता यसरी दुई दुई गरेर जान्छ अब एकैचोटी 6 जना जान्छ एकैचोटी एमभीपी पनि हुने चाहिँ फाइनल कहिले हुन्छ सायद अर्को हप्ताको अर्को हप्ता 5 एलिमिनेसन राजा सजिलो एकदम अनएक्सपेक्टेड तरिका राम्रो खेलेछ कि मैले यहीको एक्सपेक्ट गरे थिए ल एलिमिनेट भयो पनि तर दुवै जना हामी बनाउँथ्यौ के मित्र भनौं त अब कोलाई भनौं टपमा डीआरएस क्या राम्रो खेलिरहेछ यार आज राम्रो एउटा डिसिजन टिजिआर त नराम्रो खेलिरहेछ कोही कहाँ उत्रिरहेछ कोही कहाँ उत्रिरहेछ मन्त्र नेपाल फाइट सजिलो डीआरएस कस्तो राम्रो खेल्यो यार एकजना पनि मरेको छैन हेर न अहिलेसम्म कस्तो राम्रो खेलेको यार 8 किल गरिसकेको छ हेर त डीआरएस हेर त अनि ओपरएक्स पनि कति राम्रो खेलेको कति राम्रो खेलेको हेर न ओपरएक्स डीआरएक्स र ओपरएक्स को हेर न गेम 11 किल एकजनाको 8 किल हेर त स्नाइपरद्वारा त्यहाँ गाह्रो बनाइयो अनि तर केटाले 5 मात्र हान्छ यसपालि किन हो हाले हान्नु पनि राम्रो खेलिरहेन के उनीहरु सर्भाइभ हुनेछन् त्यहाँ ओपरएक्स र डीआरएस हेर न कस्तो राम्रो खेलिरहेन 14 किल त निकालेका छन् तर पनि पोजिसन हेर त बा धेरै नै हुनेछ भन्न सक्छौं हामीले उता साइड कस्तो राम्रो खेलेको यो फाइट डीआरएस हेर त कस्तो राम्रो स्नाइपर चलाइरहेन यहाँ प्रत्येकले स्ट्रङेस्ट थिङ दुईटै गन उडाइदिउँ केटीएम उडाइदिउँ डीआरएस लाई उडाइदिउँ हेर त जोन भन्दा बाहिर देखिरहेको 8 किल गरिसक्यो 4 किल अरु गर्छ अब जोन छ यहाँ यो हेर ओपरएक्स पनि कम राम्रो खेलिरहेन त जहाँ रिभर साइड तर्फ पनि के हेर यहाँ पहिले डेन्जर जोन लगाइराछन् कति दिमाग लगाइराछन् पोर्सन तर्फ चाहिँ कहाँ पर्छ भन्ने कुरा रसियनको एकले कता आएको त नेता फेरि गाह्रो हुन सक्छ युकेश त्यहाँ डाउन ऊ दुईटालाई थर्ड पार्टी गर्छ उले थर्ड पार्टी गर्छ ऊ आयो त अर्को हिरो आइसक्यो यस हिरो सबजना आइसक्यो त्यहाँनी कम्प्लिट आउट दिन सक्छ सातवटा टिम छ अब डीआरएस यहाँ आउँछ कस्तो राम्रो खेल्छन् अब यहाँ सबलाई वाइप आउट गरिदिन्छन् राइट साइडबाट अब डीआरएस आयो साइड तर्फ उनको नजिक के डीआरएस एकदम पनि नजिक छन् तर जोन तर्फ पनौती लाग्दैन भनेर लाग्दैन केटा कुनै पनि टिम छैन हेर त यत्रो भन्दाखेरि केही पनौती लागिरहेन जानु पर्ने हुन्छ त्यो यात्राको लागि केटाहरु हाने छन् साइड तर्फबाट 5 किल भनेको 9 किल हान्थ्यो नै राम्रो खेले हैन छोड्दियो देख्न पाउने छ यही पनि जानेछन् शट डाउन सेकेन्ड पोजिसन डीआरएस रेभेन क्लक हाने छैन उनीहरु राम्रो खेले हैन है मित्र त्यस्तो नभन यार फेस आउट गर्नेछन् अब ब्लू गडले स्नाइपर वालाले राम्रो हाने छैनन् जम्मा 9 किल त गरे रहेछन् 15-20 किल गरेको पो राम्रो भयो त कस्तो भइरहा म्याचमा त बत्ती नै गइदिरा भने कस्तो चमत्कार भइसक्यो देख्न सक्छौं कार98 को एम त रहेको छ यो नराम्रो हुन सक्छ त्यो लन्च प्याड युज गर्दै किनकि अगाडि काठमाडौँका प्लेयर डेरा जमाएर बसिरहेको जोलाई राम्रो भनिम नि त्यहाँ गाह्रो भइरहेछ केटीएमले राम्रो खेलिरहेछ केटीएम र बीटीले यति राम्रो खेलिरहेछ के भनौं म अब टिजिआरको टिमलाई धक्का लाग्छ किनकि पहिलो नराम्रो खेलेन यार टिजिआर एकदम नराम्रो निकै गाह्रो हुन्छ अनि तपाईले अपोनेन्टको कुनै एउटा यिनीहरु सिरिङबाटै पेल्दिरहेछन् यार ल सिरिङमै बचाउन खोजिरा ए जाऊ न अगाडि जोनमा तिमीहरु यार नपेल न उनीहरुलाई मुस्किल ओइ नाइस पनि गाह्रो सिचुएसन म फेरि काठमाडौँ अब दुईजना प्लेयर हाम्रो भन्नै हुँदैन के टिजिआर
फाइटमा फेरि पनि कमब्याक हान्न ट्राई गरिरहेको छ दुईजना प्लेयर फेरि पनि नकआउट रहेको छन् यी दुईटा टिमको फाइटमा भेटरन जोनले त नराम्रो हान्छ है। पोइन्ट्स टेबलको उनीहरूले यो छोड्दै छोडिराखेन क्या यो मेगा कति पेलेको यार एकदमै राम्रो एसपीडी चलाएका मात्र बाँकी रहेका छन् जिजिआरको टिम यो भिटीले पनि रसै गर्दैन जब क्लोजिङ हुन्छ 4 जना के एन्ड पावर रहेको गरे भिटीले रस गरे देख्न सकिन्छ रेगन बच्न सक्छ न हेर्नु न त्यो बिचमा रेगन बच्चा बचाउ त सिंगल प्लेयर उनको टिमको लागि बाँकी रहेको हामीले देख्न सक्छौं जोन बाहिरबाट आएको हेर्नु न यीलाई गएर रस गरेर अरे पनि फुटाइन्छ ब्लू हिरोलाई त 1v1 मा त गोइसले रेगन रहेका छन् अन्तिम प्लेयर जिजिआर एक्लै रस गर्दियो के मेडिकेट प्रयोग भएको पनि देख्न सकिन्छ जिजिआरको टिम 14 एलिमिनेसन निकाल्छन् रेगन अग्रेसिभ मुड देखाउँछन् त्यहाँ देख्न सकिन्छ ग्लोबल फुटाउन ट्राई गरिन्छ लेफ्ट साइड पछिबाट हान्ने ट्राई त थियो होला ल्यान्ड माइन पनि त्यहाँ फुटाको हामीले देख्न सकिन्छ गोइसको अगाडि रेगन रहेका छन् माथि फेरि अर्कै फाइट चलिरहेछ काठमाडौँले त्यहाँ बीटीलाई उस साइड त्यो साइड नजाऊ नकआउट रहेको हामीले देख्न सक्छौं तर यहाँ 1v1 अझ अर्को इन्टेन्स फाइट रेगन त्यहाँ गोइस साइड पुट आउट गरिसकेका छन् ओस्कारको सटलमा जान ट्राई गर्दै तर मेक हाइले त्यहाँ फेरि डाइरेक्ट एलिमिनेट भएका छन् सटलमा जाँदै तागत बिच अगाडि 1v1 रहेको छ दुईजना प्लेयर त्यहाँ बीटीको देख्न नजिक रहेको देख्न सकिन्छ के अर्कोले सक्दैन कालारी प्राय जस्तो केटीएमले बुया गरेर हुन्छ के साथ अगाडि बढ्ने साइड मतलब अलमोस्ट अलवेज कहाँ हान्यो केटोले रेगनले त्यो M590 पट्टि पनि गइसकेको छ ए स्पोर्ट्स बचिहाल्यो केटो खेल्छ भेटरनको टिम पनि अब अगाडि बढ्नु पर्ने हुन्छ त कोही हालत निकै टाइम मेगाइको स्नाइपर आउँछ त्यहाँ पनि सब निकालिन्छ अब दुईको फाइट भेटरन एटीएमले बीटी निकाल्यो त काठमाडौँको लागि 3 जना प्लेयर रहेका छन् अघि यो फाइट 3v4 को रहेको छ तर काठमाडौँले राम्रो हुन्छ टिजिआरको आइजेलको बनाइसकेको छ ढाका टोपी टिजिआरको आइजेल सुप्रिम भाइ भिटीले जित्ला मित्र गर्न सक्छ निशान फ्लाइट बीटीले जित्यो भने चाहिँ राम्रो केटीएमले जित्छ केटीएमले जित्छ पाइसकेका छन् खाना पाइसकेका छन् ढाका टोपीको अगाडि अब प्लेयर आइसकेका छन् शटलमा मुभ गर्नको लागि सिधै हेड हान्दिसक्यो केटो हिजो पनि अनि त्यस्तो मुख्य आएर हारेको त नि बिचरा पुराको लागि गइरहेको देख्न सक्छौं निशानको अगाडि अब शटलमा जान ट्राई गर्दै निशानको लोकेसन थाहा भइसकेको देख्न सक्छौं निशानले के कारनामा गर्न सक्छ त हामीले देख्छौं त मेगामाथि शट हान्न ट्राई गरिरहेका छन् र पनि नजिकै रहेका छन् शटलबाट पछाडिबाट अर्को प्लेयर रुजन आइसकेको देख्न सक्छौं रुजनले पनि सकिएका ल केटीएमको लागि ह्याशट्याग लगाइदिनुहोस् रोयल गोर्खा भएको भए उडियो सपोर्ट बिल्कुल यार म सबै टिमलाई सपोर्ट गरिराखेको छु तर अब आफ्नो टिमलाई चेयर अप गर्नुपर्छ नि त त्यो हो नि त एट द एन्ड EWC मा जाने भनेको नेपालकै टिम हो एउटा टिम जान्छ हैन त्यो भएर त्यही टिमको जुन मेरो टिम नभए पनि जुनसुकै टिम नेपालबाट भए पनि हामीले उसैलाई चेयर अप गर्छौं नि भोटिङ गर्छौं नि पछि त्यो हो नि त टीसी भनेको के हो टीसी लेखिरहेछ कोले टीसी विब्रोजमा खेलेको प्लेयर्स रहेको सुरुजो भाइ